लग रहा है मेरी को पता है सब कुछ मुझको यो त पनि देखाउने आज मेरो मोबाइलमा हालेर नेट मार्ल्यो हेर्नुहोस् यता आउनुहोस् त तपाईँ यो तपाईँ कति बेलाबाट पर्यो यो हिउँ तपाईँहरू लेखमै हुनु रहेछ होइन यो हजुर पर्यो राति लगभग 11 बजेतिर कस्तो लास्ट चिसो भयो होला होइन लास्ट चिसो भयो हजुर यो पानी पर्यो पालमा बन्नुहुन्छ राति आयो हिउँ पानी भित्र आयो फेरि यो भेडा बाख्रालाई हालेको पाल फाल्दिरा फाल्यो फेरि हामीले हिउँ फाल्यो हिउँ फाल्यो अरू भन्नुहोस् त गाइज अनि अब तपाईँ जाँदा जाँदै भन्न के भन्न चाहनुहुन्छ लास्टमा अब म चाहन्छु अब यो अब वर्षा अब हिउँ कुम होला अब घाम लाग्छ मौसम साफ हुन्छ जस्तो लाग्छ मलाई सबैले लाइक कमेन्ट गर्नुहोस् भन्नुहुँदैन या ल तपाईँ के भन्न चाहनुहुन्छ म त राम्रै बुझ्न चाहन्छु मजा आइरहेछ होइन फाइनल्ली यस्तो धेरै वर्षपछि देख्न पाउनु भयो होइन हिउँ पात होइन धेरै वर्ष लगभग त 3-4 वर्षपछि 3-4 वर्ष भइसक्यो होइन यो हिउँ परेको भइसक्यो ए त्यसैले म त खुसी भइरहेछु यो तपाईँको अन्दाजीमा लगभग कति 1 फुटसम्म परेको छ 1 फुट परिरहेछ 1 फुट त 1.5 फुटसम्म परिरहेको रहेछ होइन कहीँ त परिरहेछ अलि 1.5 फुट अलि गहिरो ठाउँमा परिरहेछ ए अरू त ठिक छ अरू ठिकै छ भेरा बाख्रा पाल्ने काम झ्याउै हो झ्याउै हो होइन झ्याउै हो यी साना साना ऊ पनि रहेछन् होइन साना छन् बोग्नेहरू धेरै धेरै घर लिउँ भने गाह्रै छ हेर्ने ए ठिक छ ठिक छ त्यही भएर यहीँ बसिरहेको छु अब घाम लाग्छ होला जस्तो लागिरहेछ तपाईँहरूलाई कस्तो लाग्छ मौसम सफा भइदिए जस्तो लाग्छ अहिले त मौसम सफा भइदिए जस्तो लाग्छ होइन ए ल हुन्छ त अब हामी छुट्यौँ होइन हामी त गाइज अब आजबाट त सम्बन्ध छुट्टिने हो कि सम्बन्ध मिसिने हो भन्ने थाहा छैन 1-200 भेर बाख्रा छन् होइन को